हेलो सबैजनालाई म त आलु र फुटी खाएर हिँडिरहेको छु यहाँ ला मटी खाना खा सबैले खाऊ यसको खाजा चाहिँ के हुन्छ हैन मेरो खाजा हैन तिमीले फुटी किन्ने किने भन्नु खोजे के मैले किन हैन नि अनि कसले किन्ने गर्छ नि मोटीको जेसासुले किन्ने के हो मोटी हैन नि सजिनाको जेसासु अझै दाइले किनिदिनु भयो मामाक बेटे घरको मामाक बेटे एकटा बुबाक बेटे एकटा दाइक बेटे अनि बेटे भने बेटे आग्ने पेर्दी जम्मा साले मलाई एकटा मात्र मोसी सासे आलु सुन नि कस्तो गाह्रो लाग्छ भने आलु सुन्नलाई नि गाह्रो लाग्यो हो म त नसुइकन खाइरहेको छु भने ढुरा ग्याङ बोकेर गइरहेको छु पानी लिन नि दिदी आलु खाँदै हिँड्यो है चलो भाइ कतै बिना अगाडि गएन नि त हामी कुन बेला भर्को चाहिँ ल आज त आउँदै रात पर्छ जस्तो छ अस्तिको जस्तो मोबाइलले ल्याएको छैन है हामी त राति आइपुग्छ होला है हेलो कसले मलाई हाल्लो भन्नुभएको कलमा हाल्छ नि कतै बोल्ला नि हेलो हेलो टिकटक बनाउँदै हिँडिरहेको गोप्टे एक्लै बनाउँछस् त तपाईँको त हालिदिउला अहिले उता घाँस बोक्या पनि बनाइदेऊ न सुबा दिदीको टिमबाट कट गर्न गाह्रो हुन्छ नि त दिदी नि यहाँ कोहीले पौलिनीहरू भनिरहेको छ है क्या अगाए यार म त पाक्दा पो मजा आउँछ त अनि दिदी निनी मलाई त देखो ताउको नुगाउँदै ओहो तपाईँको अब पानी लिन उताबाट यता आउँछन् होला खुबै आउनु पर्यो नि त हाम्रो गाउँमा कोही आइहाल्यो भने पनि पानीको दुःख छ भन्ने थाहा छ नि तिमीलाई पानी लिन एक दारा पर पुग्नु पर्छ दिउँसो आए पानी लिन राति आइपुग्छ है दिउँसो आइपुग्यो भने राति आइपुग्छ घरमा ल नि तपाईँको इन्ट्रोडक्सन दिनु त नि पहिला ल तपाईँ भन्नुहोस् त ल म त केही पनि भन्दिनँ भन्नुहोस् न भन्नुहोस् न भन्नुहोस् न तिमी हिँड न अगाडि भन्नुहोस् न के भन्नु पर्यो तपाईलाई तपाईँको एज कास्ट भन्ने एज भन्ने अब सिङ्गल हो कि होइन भन्ने सिङ्गलै हो अहिलेसम्म त होइन बिहारै मिङ्गलै हो बिहारै छैन बिहारै छ बिहारै मिङ्गल त थियो होइन तर ब्रेकअप भइसक्यो बिचरा अहिले काको भन्न मिल्छ मिल्दैन थियो अहिले चाहिँ ब्रेकअप भइसक्यो हो कति भयो ब्रेकअप 2-4 महिना 5 महिना जति भयो ए नाम भन्न मिल्दैन है नाम भन्न त युबाट आउँछ मैले भनिदिन्छु के युबाट मात्र आउँछ पुरै नाम नभनिदिनु होला छोडिदिनुहोस् हामी जस्तो चाहिन्छ पहिला लभ गर्ने अनि पछि ब्रेकअप गर्ने ए एउटैले एउटा ठिक छ के त्यही भएर सिंगल लाइफ खै मलाई त लाग्दैन सिंगल लाइफ भए सजिलै पनि हुन्छ के
ल बिचराको बिर्को हराएछ हेर बिर्को चाहिँ कहाँ छोडेर आएछ त एउटा ओ यहाँबाट भ्यू बबाल छ है यताबाट हेर्नु यताको बबाल छ है भ्यू आकाशको बादल हेर न वाह क्या रातो भइछ ओ माई गॉड के होती 22 रुपैयाँमा दिनभरि कराएर लगाउँ ब्याग रातिसम्म त हुन्न है दिदी छिटो 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 भरौँ न तपाईँ कुरा मात्र होइन धारा आएको रे तपाईँ अब यहाँ अलिक छिटो नहिँडेर Oh my god. मैले आज मोबाइलमा ल्याएको छैन कतिखेर हुने भने थाक्नु मन ओए बट्टा रे नि भरिको बस भरि पैसा डाला छिटो धेरै आने नै पर्छ वाउ यतातिर कस्तो राम्रो भ्यू छ वाउ नि तपाईलाई आफ्नो हाइट थाहा छ कत्रो हुनुहुन्छ होला पर्फेक्टली भन्नु न म भन्दिम तपाईको हाइट म 5.7 छु भने चाहिँ तपाई 5.40 होला हो सही भने हो गेस मिल्यो र मैले यस्तै लाग्यो ल तपाईँ कति होला तपाईँको हाइट भन्दा कति तिमी भन्दा अब के भन्नु म जत्रो हुनुहुन्छ भने चाहिँ तपाईँ 5.6 होला है छैन होला छ भाइ भन्दा अलिकति अग्लो म 5.7 छु नि त फेरि वान्स मोर ल उफ्री डाउन र ए यतिकै छुवन जाँदैन रहेछ यसरी सुदैन नि ए हाइ हाइट बढाउनु हुन्न मलाई त यतिको हाइट ठिक छ हो भनेपछि तपाईँलाई त डल्ली मन पर्दो रहेछ अलि मोटाउनु पर्यो कि अलि मोटाउनु पर्यो यतिको ज्यान ठिक छ काम गर्न नि सक्छ भाइ बोक्न नि सक्छ जहाँ पनि हिँड्न सक्छ सक्दैन मेरो यति सानो जिउ सक्छ हिँड्न सक्छ सरी है म पानी लिन गएको भिडियो बनाउन पाएन किनकि त्यहाँनेरि अब हजुरबाहरूले होइन बाघ आएको छ भन्दै हुनुहुन्थ्यो कि अनि त्यसैले मैले त्यहाँ भिडियो नबनाइकन चारै पानी भरेर अनि घर आएको अब आजलाई यति नै मन परे लाइक एन्ड सब्सक्राइब गरिदिनु होला बाई